दर्शन नमस्ते। आज पनि आइसकेछु रोमानियामा बोलिने दैनिक भाषाहरू लिएर। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै सुरु गरौँ है त। बुन भेनित त्यही शब्दलाई हामी नेपालीमा स्वागत छ। रोमानियामा बुन भेनित पनि भन्छन् है, बुझ्नु होला, नबुझे कमेन्ट गर्नु। हामी नेपालीमा आवश्यकता, जुन कुरा आफूलाई चाहिन्छ त्यसलाई आवश्यकता भनिन्छ। त्यही शब्दलाई रोमानियामा नेभोए भनिन्छ। नेपालीमा आवश्यकता छैन अथवा जरुरी छैन, त्यही शब्दलाई रोमानियामा नु नेभोए अगाडि नु थप्दे भइहाल्छ। हामी नेपालीमा उपहार भनिन्छ, कोसेली उपहार, त्यही शब्दलाई रोमानियामा काण्डौ भन्छ। काण्डौ भनेको उपहार। हामी नेपालीमा उपहार कुपन, त्यही शब्दलाई रोमानियामा कुपन काण्डौ भनेको उपहार कुपन। मलाई भोक लागेको छ नेपालीमा भइहाल्यो। रोमानियामा मेई फुआमे पनि भन्छन् है, बुझ्नु होला। रोमानियाका मान्छेहरूले सुन्त फेरेचित पनि भन्छन् है। नेपालीमा म खुसी छु, सुन्त फेरेचित। नेपालीमा म दुखी छु, त्यही शब्दलाई रोमानियामा सुन्त त्रिस्ट भनेको म दुखी छु। हामी नेपालीमा मलाई तिर्खा लागेको छ, त्यही शब्द भन्नु पर्यो भने रोमानियामा मेइसेते भनेको मलाई तिर्खा लागेको छ। मलाई चिसो लागेको छ, त्यही शब्दलाई रोमानियामा मेई भनेको मलाई चिसो लागेको छ। हामी नेपालीमा मलाई गर्मी लागेको छ, त्यही शब्दलाई रोमानियामा मेई काल्द भनेको मलाई गर्मी लागेको छ। रोमानियामा सुन्त ओबेसित आस्ताजी भनेको नेपालीमा आज म थाकेको छु, सुन्त ओबेसित आस्ताजी। हामी नेपालीमा टेबुल र कुर्ची, त्यही शब्दलाई रोमानियामा मासासी इस्काउने भनेको कुर्ची, मासा भनेको टेबल है। रोमानियामा किताब भनेको कार्ते, कलम भनेको स्टिलौ। अलिक गाह्रो छ, अलिक बुझ्नु होला। हामी नेपालीमा यो भारी छ, त्यही शब्दलाई रोमानियाका मान्छेहरूले आस्ताई ग्रेउ पनि भन्छ, ग्रे पनि भन्छ है। हामी नेपालीमा कहाँ राख्ने, त्यही शब्दलाई रोमानियामा उन्देपुने भनेको नेपालीमा कहाँ राख्ने। हामी नेपालीमा यो सक्यो, त्यही शब्दलाई रोमानियामा आस्ताउ टर्मिनेट भनेको नेपालीमा यो सक्यो। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिने तपाईँहरूलाई धन्यवाद। भिडियोलाई मन परे सब्सक्राइब गरेर पनि जोडिनु होला है।